नमस्कार साथीहरू, आज म तपाईहरुलाई एउटा यस्तो प्रेम कथा सुनाउन गइरहेको छु जहाँ प्रेम त अधुरो रह्यो तर उसको ख्याल कहिले अधुरो भएन। कहिलेकाहीँ जीवनमा यस्ता मानिसहरू आउँछन् जो हाम्रो भाग्यमा हुँदैनन् तर हाम्रो मनबाट कहिले हट्दैनन्। यदि तपाईले पनि कहिले कसैलाई साँचो मनले माया गर्नुभएको छ भने यो कथा तपाईले अन्तिमसम्म सुन्नुहोस् किनभने यो कथा तपाईको लागि हो। पोखराको एउटा सामान्य परिवारमा जन्मिएको थियो विवेक। ऊ धेरै शान्त स्वभावको युवक थियो। उसले संसार धेरै ठुलो थिएन, घर, काम र केही सपना मात्रै। विवेक एउटा कम्प्युटर इन्स्टिट्युटमा काम गर्थ्यो। जीवन सामान्य चलिरहेको थियो तर एक दिन उसको जीवनमा अचानक प्रवेश भइन् सिया। सिया त्यही इन्स्टिट्युटमा नयाँ विद्यार्थी भएर आएकी थिइन्। पहिलो दिन नै विवेकको नजर उनीमाथि रोकियो। सियाको मुस्कान, बोल्ने तरिका र आँखाको हेराइले विवेकको मन चोरेको थियो। बिस्तारै उनीहरू बीच कुरा हुन थाल्यो। सुरुमा सामान्य साथी, पछि एकअर्काको बानी बने। हरेक बिहान सियाको गुड मर्निङ म्यासेजले विवेकको दिन सुरु हुन्थ्यो र राति टेक केयर भन्ने शब्दले उसको मन शान्त हुन्थ्यो। एक दिन सियाले भनिन्, तिमीलाई थाहा छ विवेक, मलाई सबैभन्दा धेरै शान्ति तिमीसँग कुरा गर्न मिल्छ। त्यो सुनेपछि विवेकको मुटु खुसीले भरिएको थियो। दिन बित्दै गए, उनीहरूको सम्बन्ध प्रेममा बदलियो। उनीहरू भविष्यका सपना देख्न थाले, सँगै घुम्ने, सँगै घर बनाउने, सँगै बुढो हुने। विवेकले आफ्नो सम्पूर्ण संसार सियामै देख्न थालेको थियो। तर एक दिन अचानक सबै कुरा बदलियो। सियाले बिस्तारै दूरी बनाउन थालिन्, फोन कम आउन थाल्यो, म्यासेज सर्ट हुन थाल्यो। विवेकलाई डर लाग्न थाल्यो। उसले धेरै पटक सोध्यो, सिया केही भएको छ? तर सिया सधैँ एउटै उत्तर दिन्थिन्, केही होइन। एक दिन सियाले विवेकलाई एउटा क्याफेमा बोलाइन्। त्यो दिन सियाको आँखामा आँसु थियो। उसले बिस्तारै भनिन्, घरमा मेरो बिहेको कुरा भइरहेको छ। विवेक एकछिन निशब्द भयो। उसको मुटु चर्की जस्तो भयो तर उसले केही भन्न सकेन। सियाले रुँदै भनिन्, म तिमीलाई धोका दिन चाहन्न विवेक, तर म परिवारको विरुद्ध पनि जान सक्दिनँ। त्यो दिन विवेकको संसार टुक्रियो। उसले सियालाई रोक्न खोजेन किनकि उसले साँचो माया गर्थ्यो र साँचो मायामा जबरजस्ती हुँदैन। केही महिनापछि सियाको बिहे भयो। त्यो रात विवेक आफ्नो कोठामा एक्लै बसेर रोइरहेको थियो। मोबाइलमा पुराना फोटोहरू हेर्दै उसले सियाको फोटो छोएर केवल यति भन्यो, तिमी मेरो हुन सकेनौ तर मेरो मन आज पनि तिम्रो ख्यालमा बाँचिरहेको छ। समय बित्दै गयो, साथीहरूले धेरै सम्झाए, अब बिर्सी उसलाई। तर विवेकले कसरी बिर्सिन्थ्यो किनकि सिया उसको प्रेम मात्र थिएनन्, ऊ त उसको बानी बनिसकेकी थिइन्। आज पनि विवेकले कहिलेकाहीँ त्यो क्याफे जान्छ जहाँ उनीहरू अन्तिम पटक भेटेका थिए। त्यहाँ बसेर ऊ चुपचाप कफी पिउँछ र सियाको सम्झनामा हराउँछ। ऊ अहिले पनि हरेक रात मोबाइलको ग्यालेरी खोल्छ र एउटै फोटो हेर्छ किनकि केही मानिसहरू जीवनबाट टाढा भए पनि मनबाट कहिल्यै टाढा हुँदैनन् र सायद यही नै साँचो प्रेम हो, उसको ख्यालमा। कहिलेकाहीँ प्रेम अधुरो हुन्छ तर सम्झना कहिले अधुरो हुँदैन। मानिस टाढा भए पनि उसको ख्याल सधैँ मुटुभरि बाँचिरहेको हुन्छ। यदि तपाईँको जीवनमा पनि यस्तै कुनै व्यक्ति छ जसलाई तपाईँले आजसम्म बिर्सिन सक्नुभएको छैन भने यो कथा तपाईँको लागि हो। फेरि भेटौँला अर्को मन छुने जीवन कथासहित। तबसम्म आफ्नो माया गर्ने मानिसको ख्याल राख्नुहोस्। धन्यवाद।